गुड इभिनिङ अल अफ यु। आज हामीहरू युट्युबमा केही विशेष कुरा गर्नेछौँ। त्यसोभन्दा पहिला युट्युब खोल्नुहोस्। युट्युब खोलिसकेपछि सर्च बारमा गएर तपाईले के गर्नुपर्ने रहेछ त LUCK लक SEWA लक सेवामा तपाईले सर्च गर्न सक्नुहुनेछ। लक सेवा लेखेर तपाईँ सर्च गर्नुभयो भने यस्ता चिजहरू आउँछ। यो लक सेवा यहाँ देखाइएको छ। यसमा क्लिक गर्नुभयो भने यो च्यानल खुल्दो रहेछ। यसमा स्पेशली होम, भिडियोज र पोस्ट भन्ने छ। हामीहरू स्पेशल पोस्टतिर जान्छौँ। पोस्टमा यहाँ विभिन्न किसिमका प्रश्नहरू दिइएको छ। मल्टिपल चोइस क्वेसन जुन तपाईँ हेर्न सक्नुहुन्छ। यो मल्टिपल चोइस क्वेसन अब तपाईले प्र्याक्टिस गर्न सक्नुहुन्छ। घरमै बसेर प्रशस्त मात्रामा क्वेसनहरू यहाँ दिएको हुन्छ। अब अहिले भर्खर स्टार्टिङ फेजमा छ। बिस्तारै बिस्तारै हामीहरू कुरा गर्नेछौँ। यहाँ लगभग एक दिनमा 10 वटा जिके र 10 वटा आइक्यू आउनेछ। त्यस्ता क्वेसनहरू तपाईहरुले मजाले प्र्याक्टिस गर्न सक्नुहुन्छ। एकैछिनमा तपाईलाई थाहा हुनेछ यो क्वेसन मेरो राइट हो कि रङ हो भन्ने कुरा पनि थाहा हुन्छ। अब यहाँ आइक्यू सम्बन्धी क्वेसनहरू स्पेशल त भिडियोमै आउँछ, तर जिके सम्बन्धी यस्तै पोस्टमा आइरहन्छ। यदि स्पेशल समस्या भयो भने म जिके का भिडियो पनि बनाइदिन सक्छु, तर जिके तिर नगएर बढी प्राय मेरो फोकस भनेको आइक्यू तिर भएको हुनाले म आइक्यू का भिडियोहरू फुल एक्सप्लेनेसन का साथ म यहाँ पोस्ट गर्नेछु। यो भिडियो भनेको तपाईको आइक्यू सम्बन्धी मात्रै हुन्छ, तर जिके यहाँ प्रशस्त मात्रामा यहाँ पोस्टमा तपाई हेर्न सक्नुहुनेछ। पोस्टमा गएर मजाले प्र्याक्टिस गर्न सक्नुहुनेछ। यो जिके र आइक्यू भनेको के हो त पुरै प्र्याक्टिसमा आधारित छ। तपाई जति प्र्याक्टिस गर्नुभयो त्यति नै तपाईको लागि बेटर हुन्छ। अब घरमै बसेर समयलाई सदुपयोग गर्नुस्, आफ्नो काम पनि गर्नुस्। फुर्सदको समयमा मजाले यहाँ प्र्याक्टिस गर्नु। ल हस्त, धन्यवाद। अर्को भिडियोमा भेट्नेछौँ।